र हाम्रो रितेश केसी फाइनली जहिले आधी घन्टा चाहिँ जहिले वेटै गराउने हो यो हैन आधी घन्टा चाहिँ गराइ आधी घन्टा गराइ भन्छ आधी घन्टा चाहिँ गराइ 5 मिनेट र आज चाहिँ हामी दुईजना सोलो मुस्ताङ जाँदैछौँ आज चाहिँ बेनी हो पोखरा हो कताबाट जाने सिधै गइदिउँ यार पहिलाबाट धार्के फेरि घुमाउनु पर्दैन नि पर्दैन मेन बाटो गइस भने जाम हुन्छ खत्तम छ हैन भन्न खोजेको चाहिँ हाम्रो मुक्लिनको बाटो चाहिँ तलतिर गएपछि यता मनकामना कटिसकेपछि त तेरो जाम होला पहिरो कहाँ होला मनकामना कति ओके एनिवे आज पोखरा जियोस् हामी टिकाको अघिल्लो दिन त फर्किन्छौँ अघिल्लो दिन फर्किने हिसाबले जाँदैछौँ ओके गाइज अब हामी चाहिँ बेनी अब एकछिन चिया खाने ठाउँमा रोक्छौँ अनि त्यसपछि ननस्टप अब पोखरातिर नै हुन्छ होला आज हाम्रो बसाइ त्यसपछि जाउँ होला होइन ओके सी यू गाइज इन्जोय ह्याप्पी दसैँ सबै खानकोटबाट बाटो नगइकन यता सीता पाइला हुँदै कहाँनिर निस्किन्छ ढार्केमा निस्किने रहेछ यो बाटो पनि अलिअलि भिड त भिड रहेछ दसैँको कारणले गर्दाखेरि नत्र खाली नै हुने रहेछ यो बाटो तर आज उस्तै अरू हेरिकन त बिहान त लास्टै भिड हामी जडीबुटीमा एकछिन त जानै पर्यो अब धादिङदेखिबाट जानु पर्यो गोर्खा हुँदै जाने नर्मल बाटो जाने ओके त्यहाँबाट चाहिँ माथि लागेर गोर्खा लक्ष्मी बजार जाने अनि त्यहाँबाट आलु ओके अहिले चाहिँ हामी चिया खान बसेका छौँ अब एकछिन चिया खाएर सिधै निस्किने प्लान छ सियु गाइज अब हामी चाहिँ बिचमा खाना खान पनि रोक्छौँ होला त्यहीँ भेटौँला गाइज अहिले चाहिँ हामी ठ्याक्कै मलेको पुग्यौँ माथि चाहिँ वाइल्डै जाम रहेछ क्या यस्तो ढाड देखिरहेको छ होइन अहिले चाहिँ हामी वर्कसपमा चेनमा ब्याग यसरी राखेर ढाड पनि दुईको ब्याग बोक्दा यहाँ एउटा धागो किनेर दुईजनाले यसरी राखेर निस्किँदैछौँ अब किनकि जाम ठाउँमा छ दुई ठाउँमा चाहिँ वाइल्डै जाम पऱ्यो हो क्या एक त हेभी गाडी ट्रकहरू आइरहेको छ होइन त्यही भएर लास्टै जाम पऱ्यौँ कि अब एकछिन 5 मिनट बसेर अनि निस्किन्छौँ पानी खाएर हामी चाहिँ अलिकति मलेकुदेखि 5 मिनटको बाटोमा एउटा भ्यू हेर्नु रहेछ हामीलाई 9 क्लासमा पोखरा स्कुलबाट टुर लाँदाखेरि यही होटलमा खाना खुवाएको थियो क्या त्यही भएर यही होटलमा हामी जाँदैछौँ त्यसपछि कस्तो लागिरहेछ टुर कस्तो एक्सपिरियन्स भइरहेछ स्कुल ट्रिप स्कुलमा जाँदाखेरि यही होटलमा छैन मटन खान्छ जस हामी 9 क्लासको ठ्याक्कै याद आयो क्या त्यही भएर यहीँ छिरेको ठ्याक्कै देख्ने बित्तिकै याद आयो यहीँ छिरेको यहाँनिर रुखको ह्यान्ड्रेकका सामान राख्नु ल त्यहाँ बस्नु लगभग भयो होला आधी घन्टा यसरी जाममा बसेको यस्तै ठाउँमा चाहिँ जाम पर्ने क्या जहाँ पुल छ नि वान वे मात्र छ नि त्यस्तोमा चाहिँ लास्टै जाम छ क्या एक त मान्छे पनि भिड छ होइन त्यही भएर लास्टै जाममा गर्मी पनि लास्ट गर्मी पसिना खल गइसकेको छ यस्तो ठाउँमा चाहिँ लास्टै जाम छ क्या अगाडिसम्म यति लाइन छ त्यो गर्ने छ बापरे यस्तो जाम लगभग 5 किलोमिटर यो हेर न के भयो 5 किलोमिटर कहाँ लड्नु नि यार त्यो ट्रकको उ छ नि ट्रकको त्यो उसमा पस्या रहेछ अगाडि पनि काट्दै गयो मुग्दो न मुग्दो लगभग 5 किलोमिटरसम्म लाइन थियो क्या यस्तो लाइन थियो क्या बाप एकछिन अब यहाँ बसेर हात यस्तो दुखिरहेको छ हामी यतातिर छौँ के खाउँ यार अब हामीले एक्सट्रिम खायौँ गर्मी लाग्थ्यो के अब यो आइकनिक पुलमा एकछिन फोटो खिचेर निस्किने बित्तिकै गर्मी चाहिँ लास्ट गर्मी छ मान्छे जाडो थियो गर्मी छ अब एकछिन यहाँ फोटो खिचेर हामी निस्किने विचार छ अब सिधै पोखरा हामी पुग्छौँ
चिज हो, रमाइलो छ ट्रेक। जो पनि अब आज वा भोलिमा जो पनि काठमाडौँबाट निस्किँदै हुनुहुन्छ नि एकचोटि बुझेर मात्र निस्किनु। यति जाम छ, यति जाम छ, लगभग 5 किलोमिटर, मैले अन्दाजमा 5 किलोमिटर त्योभन्दा लामो त गाडीको लाइनै छ क्या। यस्तो गाह्रो भएन, यस्तो गाह्रो भएन। एकचोटि बुझेर निस्किनु होला, सकेसम्म फ्लाइटमै जानु होला। टाढाको बाटो कोही जाँदै हुनुहुन्छ भनेपछि, नत्र हेटौडाको अप्सन पनि छ यदि कोही बाइकहरूमा जाँदै हुनुहुन्छ भनेपछि। यो मुगलिनको बाटो लास्टै नै झ्याउ छ क्या। विचार गरेर निस्किनु होला। एकछिन अब फोटोसोटो खिचेर अब हामी सिधै पोखराको चाहिँ पछाडि नै एयरपोर्टमा कुरिरहेको रहेछ। एयरपोर्ट जाने बाटोतिर म चाहिँ अगाडि आएर एकछिन कुरिरहेको छु। आज चाहिँ लेक साइडतिरै बस्छौँ होला, त्यही वरिपरि नै। अनि बेलुका एकछिन लेक साइड पनि पुगिन्छ होला, त्यही भएर लेक साइडतिर बस्नु विचार छ आज। एकछिन कुरिरहेको छु। लगभग बिहान 5 बजे, 5:30 बजे, 6 बजीतिर निस्किएको, 3:30 बजीतिर पुग्यौँ यता पोखरा। यता के अरे हाम्रो मुगलिनतिर यताको बाटो चाहिँ जाम भएर मात्र हो अरे, नत्र चाँडै पुग्ने रहेछौँ। जियोस्, ठिक छ। अब भोलि सिधै मुस्ताङ जाने विचार छ हाम्रो, हेरौँ के हुन्छ। अब आज चाहिँ लेक साइड घुमिन्छ, अनि त्यसपछि भोलि बिहानै निस्किने प्लान छ। यो के फेवाताल होइन, यो सिद्ध पोखरी जे पोखरी भयो मुटु जियोस्। अब के भन्ने, जियोस् एउटा एक्सपिरियन्स भइरहेछ। अलिअलि डर लागे पनि एउटा राम्रो एक्सपिरियन्स छ भनौँ। आउनु स्विमिङ पनि